आदरणीय साथीहरू, तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ। तपाईँ हामीले देख्ने अहिलेको यो काठमाडौँ कुनै बेला यो एक ठुलो र गहिरो ताल थियो। पौराणिक मान्यता मात्र नभई वैज्ञानिकहरूले पनि यहाँ कुनै समय विशाल ताल रहेको प्रमाणित गरिसकेका छन्। हो साथीहरू, काठमाडौँको यो बाक्लो बस्ती, भवनहरू र ट्राफिकको पछाडि हजारौँ वर्ष पुरानो एउटा यस्तो रहस्य लुकेको छ जसले तपाईँलाई सोच्न बाध्य बनाउँछ। सोच्नुहोस् त, आजभन्दा लाखौँ वर्ष पहिले यदि तपाईँ स्वयम्भूको डाँडामा उभिनु भएको भए तपाईँले तल कुनै सहर होइन, केवल निलो र डरलाग्दो पानीको अथाह सागर देख्नुहुने थियो। चारैतिर अग्ला पहाडहरूले घेरिएको यो उपत्यका वास्तवमा एउटा विशाल ताल थियो। तर प्रश्न उठ्छ, यो तालको यति धेरै पानी कसरी गायब भयो? के साँच्चीकै चीनबाट आएका मञ्जुश्रीले आफ्नो दिव्य खड्ग चन्द्रहासले चोभारको पहाडलाई एकै प्रहारमा काटेर काठमाडौँलाई मानव बस्ती बनाएका हुन्? वा हिन्दू धर्मग्रन्थमा भनेझैँ भगवान श्रीकृष्णले कटुवाल दह काटेर यो पानी बाहिर निकालेका हुन्? अनि आधुनिक विज्ञान र भूगर्भशास्त्रले यसको बारेमा के भन्छ? साथीहरू, आजको यस विशेष भिडियोमा हामी काठमाडौँ उपत्यकाको उत्पत्ति, मञ्जुश्रीको खड्ग प्रहार, चोभारको रहस्य र यसका वैज्ञानिक तथ्यहरूलाई विस्तृत रूपमा विश्लेषण गर्दैछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला, किनकि आज तपाईँले काठमाडौँको इतिहासलाई बिल्कुलै नयाँ दृष्टिकोणबाट बुझ्नुहुनेछ। भिडियो सुरु गर्नुभन्दा पहिले यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यस भिडियोलाई एक लाइक गर्दै च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आगामी दिनमा पनि हामीले यस्तै भिडियोहरू लिएर आउँदै जानेछौँ। अब सुरु गरौँ काठमाडौँ कसरी बन्यो, चोभार र मञ्जुश्रीको इतिहास र रहस्य। बौद्ध धर्मको पवित्र ग्रन्थ स्वयम्भू पुराणबाट पौराणिक मान्यता अनुसार सत्ययुगमा काठमाडौँ उपत्यका एउटा विशाल ताल थियो जसलाई नागदह भनिन्थ्यो। यो दहका राजा थिए नागराज कर्कोटक। पानी यति धेरै र गहिरो थियो कि यहाँ मानिसहरूको कुनै बसोबास थिएन। एक दिन यस नागदहको मध्य भागमा एउटा चमत्कार भयो। विपस्वी बुद्धको पालामा पानीको बीचमा एउटा सुन्दर कमलको फूल फुल्यो र त्यो कमलको फूलमाथि प्रकट भयो स्वयम्भू ज्योति। यो कुनै साधारण प्रकाश थिएन, यो ब्रह्माण्डकै अलौकिक ऊर्जाको प्रतीक थियो। यो ज्योतिको दर्शन गर्न टाढा टाढाबाट देवी देवता, ऋषिमुनि र बुद्धहरू नागदहको किनारमा आउन थाले। तर विशाल पानीको घेराका कारण ज्योतिको नजिक पुगेर पूजा आराधना गर्न कसैका लागि पनि सम्भव थिएन। मानिसहरू केवल डाँडाबाट त्यो प्रकाश हेरेर फर्कन बाध्य थिए। यसै समयमा चीनको महाचीन पर्वतबाट मञ्जुश्री आफ्ना दुई पत्नीहरू वरदा र सत्यदा अनि शिष्यसँगै स्वयम्भू ज्योतिको दर्शनका लागि यहाँ आइपुग्नुभयो। जब मञ्जुश्रीले नागदहको दक्षिणतर्फको डाँडामा उभिएर हेर्नुभयो, उहाँको मनमा एउटा दूरदर्शी विचार आयो। यदि यो विशाल पानीलाई बाहिर निकाल्न सकियो भने यहाँ एउटा समृद्ध र पवित्र मानव बस्ती बसाल्न सकिनेछ, जहाँ मानिसहरूले सजिलै ज्योतिको दर्शन गर्न पाउनेछन्। त्यसपछि मञ्जुश्रीले आफ्नो दिव्य खड्ग चन्द्रहास बाहिर निकाल्नुभयो। उहाँले आफ्नो सम्पूर्ण ध्यान र ऊर्जा एकीकृत गरी चोभारको पहाडमाथि शक्तिशाली प्रहार गर्नु भयो। खड्गको त्यो एउटै प्रहारले चोभारको पहाडलाई दुई भागमा चिरिदियो। हजारौं वर्षदेखि थुनिएको नागदहको पानी ठुलो गर्जनका साथ चोभारको गल्छी हुँदै दक्षिणतर्फ बग्यो। यो पछाडि देखिराख्नु भएको यो खोला पहिला परापूर्व कालमा यो खोला थिएन। मञ्जुश्रीले जब काठमाडौँ उपत्यकामा मानव बस्ती बसाल्नको लागि आफ्नो खड्ग प्रहार गरेर यहाँ काठमाडौँ उपत्यकाभित्र रहेको पानीलाई बाहिर निकाल्नको लागि यो चोभार डाँडालाई नै आफ्नो खड्ग प्रहार गरेर काटेको भन्ने किम्वदन्ती छ। र उक्त खड्ग प्रहार गरिसकेपछि यहाँबाट काठमाडौँको पानी बाहिर निस्क्यो अनि काठमाडौँ उपत्यका देख्न लाग्यो र काठमाडौँ उपत्यकामा त्यसपछि मात्रै बल्ल मानव बस्ती बस्न सुरु गरेको हो भन्ने किम्वदन्ती छ। र योभन्दा अलिकति माथि, यसको अलिकति माथितिर मञ्जुश्रीको प्रतिमा पनि बनाइएको छ। पानी सुकेपछि मञ्जुश्रीले नागहरूका राजा कर्कोटकलाई नजिकैको तौदहमा सुरक्षित रूपमा बसोबास गराउनुभयो।
र यसरी नागदहको कोखबाट जन्मियो आजको उर्वर र सुन्दर काठमाडौँ उपत्यका। तर केही हिन्दू धार्मिक ग्रन्थहरूमा भने द्वापर युगमा भगवान श्रीकृष्णले कटुवाल दह काटेर काठमाडौँको पानी बाहिर निकालेको र यहाँ गोपाल वंशको बस्ती बसालेको भन्ने प्रसङ्ग पनि पाइन्छ। आज चोभार केवल पौराणिक कथाको पानामा मात्र सीमित छैन। चोभारको डाँडामा पुग्दा तपाईँले धर्म, इतिहास र प्रकृतिको एउटा अनौठो सङ्गम देख्न सक्नुहुन्छ। यहाँ रहेको आदिनाथ लोकेश्वरको मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो, जहाँ मन्दिरको भित्तामा भाँडाकुँडाहरू टाँस्ने एउटा अनौठो परम्परा आज पनि जीवित छ। यस्तै चोभारको चट्टानभित्र नेपालकै लामो प्राकृतिक गुफाहरूमध्ये एक मञ्जुश्री गुफा अवस्थित छ। विश्वास गरिन्छ कि पानी बाहिर पठाउने क्रममा मञ्जुश्रीले यसै गुफाको बाटो प्रयोग गर्नुभएको थियो। तर के यो कथा केवल एउटा धार्मिक विश्वास मात्र हो वा वैज्ञानिकहरू यस विषयमा के भन्छन् त? आउनुहोस् अब जानौँ वैज्ञानिकहरू यस विषयमा के भन्छन् त। अब आउँछ यो भिडियोको सबैभन्दा महत्त्वपूर्ण भाग, साइन्टिफिक फ्याक्ट। भूगर्भशास्त्रीहरूका अनुसार आजभन्दा करिब 25 देखि 30 लाख वर्ष पहिले काठमाडौँ उपत्यका वास्तवमै एउटा विशाल ताल नै थियो, जसलाई विज्ञानको भाषामा प्यालेओ काठमाडौँ लेक भनिन्छ। यसको सबैभन्दा ठुलो वैज्ञानिक प्रमाण हो काठमाडौँको जगमा पाइने कालीमाटी। यो कालो माटो कुनै सामान्य माटो होइन, यो हजारौँ वर्षसम्म तालको पिँधमा थुप्रिएर बनेको जैविक अवशेष हो। वैज्ञानिक अनुसन्धान अनुसार आजभन्दा करिब 30,000 वर्ष पहिले यस क्षेत्रमा भीषण महाकुम्भ वा प्राकृतिक भौगर्भिक हलचल भयो, जसका कारण चोभार क्षेत्रको कमजोर चट्टान फाट्न पुग्यो र तालको पानी बिस्तारै बाहिर बग्यो। अब विचार गर्नुहोस् त, विज्ञानले भने झैँ त्यो भौगर्भिक हलचल र पहाड फाट्ने घटना र धार्मिक ग्रन्थमा लेखिएको मञ्जुश्रीको खड्ग प्रहार के यी दुई घटनाका दुई फरक व्याख्या होइनन्? हाम्रा पूर्वजहरूले वैज्ञानिक घटनालाई कथा र प्रतीकको रूपमा भावी पुस्ताका लागि सुरक्षित राखेका हुन् कि यो आफैमा एउटा गहिरो अध्ययनको विषय हो। मञ्जुश्रीको त्यो दिव्य खड्ग होस् या प्राकृतिक महाकुम्भ, सत्य एउटै हो। चोभारको गल्छी नकाटिएको भए आज काठमाडौँ उपत्यका र हाम्रो यो सभ्यता सम्भव हुने थिएन। चोभारको डाँडाले आज पनि काठमाडौँको उत्पत्तिको यो महान इतिहासलाई मूक दर्शक बनेर हेरिरहेको छ। आदरणीय साथीहरू, तपाईँलाई काठमाडौँको उत्पत्तिको यो इतिहास र वैज्ञानिक तथ्य कस्तो लाग्यो? के तपाईँलाई धर्म र विज्ञानको यो सङ्गमले सोच्न बाध्य बनायो? आफ्नो विचार कमेन्टमा कमेन्ट गर्न नभुल्नुहोला। यदि तपाईँलाई यस्तै अनुसन्धानमूलक भिडियोहरू मनपर्छ भने हाम्रो यस भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। भिडियो हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। आजको भिडियो बस यति नै। अब हाम्रो भेट अर्को भिडियोमा यस्तै रोचक इतिहासका साथ भेट हुने नै छ। भिडियो हेरिदिनु भएकोमा तपाईँलाई फेरि पनि धन्यवाद।